ओ साथी चल। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई ब्लग। आज हामी पोखरी हाइको लागि जाँदैछौँ। म त किचिक्क मुख कुचेको सुन्दरी जाल ऊ चाहिँ हाम्रो कोरियन साथी। हाम्रो समर भ्याकेसन चल्दै थियो अनि यसो घुम्न जाऊँ न त भनेर हामीले चाहिँ हाइकिङको लागि हप्ता अगाडिबाटै प्लानिङ गरेका थियौँ। एक्चुअलमा हामी सबै 7 बजे नै सुन्दाराबाट हिँडिने कुरा थियो, तर थोरै ढिलो भएको कारणले गर्दा चाहिँ हामी 8 बजी सुन्दाराबाट सुन्दरीजल बस पार्क जाने गाडी चढ्यौँ। अनि यो चाहिँ हामी बसमा थोरै भिडियो बनाउँदै थियौँ। फाइनली हामी सुन्दरीजल बस पार्क आइपुग्यौँ। त्यहाँबाट बाँकीका सामानहरू किनेर हामी सिधै टिकट कटाउनेतर्फ लाग्यौँ। टिकटको प्राइस चाहिँ पर पर्सन ₹100 फर नेपाली सिटिजन छ भने गाडीहरूको लागि र फरेन सिटिजनहरूको लागि छुट्टा छुट्टै रहेको छ। त्यहाँ बोर्ड हुन्छ, हजुरहरू त्यहाँबाट हेरेर पे गर्न सक्नुहुन्छ। यहाँबाट हाम्रो रियल हाइकिङ स्टार्ट भयो। Hi, this is me before the hiking. Hi, this is me before the hiking. Go. Hello guys, this is me before hike. Hi, this is me before the hike. Guys, this is me before hiking. Hi, this is me Rosika before hike. Hiking गयो भने त आफ्नै साथी 4 घण्टामा चाहिँ आफ्नै साथी देखेर रिसाउनु भएको। यो मन्दिर जाने बाटो हो। हजुरहरूलाई मन्दिर जानु परेमा यो बाटो भएर जान सक्नुहुन्छ। इट्स आवर रेस्टिङ फेज गाइस। अब हामी सैनिक इलाका आइपुग्यौँ। यहाँ ब्याग चेकिङ हुन्छ, मासु नाइफ जस्तो सामानहरू लान पाइँदैन। यो चाहिँ सुन्दरीमाई मन्दिर जाने बाटो हो। यसको ठ्याक्कै अपोजिटतिर गयो भने अफुतिर गइन्छ। हम जाने वाले हैं एडवेंचर पर। दोस्तों, तुम सब तैयार हो ना? हाँ बिल्कुल। बड़े होकर पता नहीं हम सब ऐसा हंगामेदार एडवेंचर कर पाएंगे या नहीं। यसो हिँड्दै जाँदा बाटोमा पोखरी नै आउँछ अनि यो पोखरी कति ठुलो फेरि अनि कस्तो राम्रो देखिएको के। यसरी हामी यो पुल क्रस गरेर आफ्नो अगाडिको यात्रा जारी नै राख्यौँ विदाउट एनी रेस्ट। हजुरहरू हेर्न सक्नुहुन्छ हाम्रो अवस्था कस्तो छ। हामी त कस्तो थाकेर हिँड्नै नसकेको के, अनि फेरि घाम नि कस्तो चर्को छ। तर के गर्नु, हाइकिङ आएको बेला त नहिँडेर भएन, हिँड्नै पर्यो। त्यस्तै हिँड्दै नाच्दै गाउँदै जाँदै रमाइलो गर्नै पर्यो। यहाँ आइपुग्दा त हामी कस्तो अलमलमा पऱ्यौँ कि दुईवटा बाटो थियो अनि कुन बाटो जाने भनेर कस्तो कन्फ्युजन भयो। हामी त पछि सर्टकट बाटो छोडेर लङ्करतर्फै लाग्यौँ। थोरै अगाडि जाँदा त हामीले ऐसेलुको रुख नै भेटायौँ अनि मेरो साथी ऐसेलु टिप्दै चाहिँ हामीले लगभग आधी डिस्टेन्स जति ट्राभल गरिसकेका थियौँ। अनि यस्तो देख्दो रहेछ माथिबाट भ्यू। रेड रोजेस। यहाँबाट चिसो पानी भरेर जाँदै गर्दा त फेरि हामीले ऐसेलुको रुख भेटाएछौँ। अनि यसो पाएको बेला त टिप्नै पर्यो, खानै पर्यो होइन। ऐसेलु पनि फेरि कस्तो मिठो थियो। खासमा अर्को बाटो गएको भए त हामीले एउटा नि ऐसेलु भेट्दैन थियौँ, तर यो बाटो पायौँ, ठिकै भयो जस्तो लाग्छ। आवर हाइकिङ स्टिल कन्टिन्यू। अहिले अझै कति हिँड्नु छ थाहा छैन है, बट एनिवेज इन्जोय त लास्टै भइरहेछ। यस्तो हिँड्दै इन्जोय गर्दै के गर्नु, यस्तो हुँदो रहेछ हाइकिङ। खासमा हामी चाहिँ काफल खोज्दै थियौँ, तर जताततै ऐसेलुको रुख मात्रै थियो। बट देयर इज अ सेइङ, ढुँढने से तो भगवान भी मिल जाते। सो फाइनली हामीले काफल नै भेटायौँ। अनि यो काफल कस्तो रातो रातो थियो। मेरो साथीले त रुखमा चढेर त्यो रुखको भरको काफल हामीले टिप्यौँ। अनि यही बेला हाम्रो अरू साथीहरूले हामीलाई छोडेर गइदिए। हामी 2 जना मात्रै रह्यौँ। बट दिस इज वाट वी कलेक्टेड। यहाँ चाहिँ एउटा दाइ बाख्रा
चढाउँदै हुनुहुन्छ अनि हामी आफ्नो डेस्टिनेसन पुग्न लागेका छौँ and this is our final destination the Okhrani viewpoint you all can see this how beautiful it is हेर्न सक्नुहुन्छ गाइज यस्तो रहेको छ हाम्रो कन्डिसन आफ्टर 4.5 hours of hike अब बल्ल हाम्रो चटपटी बनाउने कार्यक्रम सुरु हुँदैछ for dry picnic हम सब जो साथ में रहे खुशियाँ सब हाथ में रहे हमसे बस फासले रहे यूं हर तुरंत चाहे कहीं भी किसी भी मोड़ पर बिगड़ेगी कोई बात भी अगर मिलके एक दूजे से कहे मोटी बातें ये आ जाए जैसे कि दिल और रातें आँखों से लगाना कभी मेरे साथी मेरे यादों ड्राई पिकनिक गर्दै गर्दा त कस्तो पानी पर्ने अवस्था थियो तर भाग्यवश पानी परेन बट क्यान इमेजिन गाइज त्यो खाने ठाउँमा त भैँसी आएर हामी सबै भाग भयौँ नाउ इट्स टाइम फर टिकटक ओ साथी चल मुझे लेके साथ चल तू यूं ही दिन रात चल तू संभल मेरे साथ चल तू ले हाथों में तिम्रो जलोले थम्किन्छु डरला यसरी फोटो र भिडियो खिचेर हामी भ्यू पोइन्टबाट फर्किँदैछौँ खासमा हाम्रो प्लान चाहिँ वाटरफल जाने थियो तर भ्यू पोइन्टमै 4 बजिसकेको थियो अनि त्यहाँको अङ्कलले सोद्धा त 1 घन्टा अझै लाग्छ भन्नुभयो अनि हामी वाटरफल नगएको त्यो चाहिँ हाम्रो मिस भयो एउटा बट केही छैन बाटोभरि सानो सानो वाटरफलहरू त थियो यहाँ चाहिँ कन्स्ट्रक्सन वर्क चल्दैछ एक्चुअलमा यो बाटो पिच गर्न लागेको हो ठाउँमा यस्तो पोस्टर राखिदिनु पर्ने कि अघि नै पोस्टर नभएर त हामीले सर्टकट छोडेर कस्तो लङकट जानु पर्यो यो चाहिँ तारेबेट जाने बाटो है दिस इज सानोवाला वाटरफल अनि यो चाहिँ फर्किँदा फेरिको रेस्टिङ फेज This is me after the hike. Hello, this is me after the hike. Hello guys, this is me after the hike. Hello guys, this is me after the hike. Hello guys, this is me after hiking. Hello, this is me after the hike. हामी चाहिँ मेन गेटमा आइपुग्यौँ अब गाडी चढ्न जाँदैछौँ हामी सुन्दरा पुग्यौँ अनि रातिको दृश्य चाहिँ यस्तो रहेको छ थ्याङ्क्स फर वाचिङ स्टे ट्युन्ड बाई बाई